समस्या हामीले अहिलेको बच्चाहरूमा सहनशीलता छैन भन्ने कुरा गऱ्यौँ। जस्तो हजुर पहिला पहिला हुन्थ्यो, अब अहिले इन्स्टेन्ट नुडल्स जस्तो पानी हाल्ने बित्तिकै फुलेर हो खान हो तयार भएको सबै चिज चाहियो बच्चाहरूलाई। हो त्यसो भन्दै गर्दाखेरि समस्या त त्यो मात्रै होइन नि त, समस्या हो त हामीले अरू पनि पाटोहरू केलाउँदा समस्याको हजुरले देख्नुभएको मूलभूत समस्या अरू के हुन सक्छन् सर? वास्तवमा अहिलेको विद्यार्थी उम्, हरूमा आउने देखिने समस्या भनेको, हुन त वास्तवमा विद्यार्थीहरूसँग घरमा हुर्किएर बच्चाहरू बढ्दै गर्दा त्यो संस्कार, त्यो परिवार, बुवा आमा, त्यसपछि विद्यालय, त्यसपछि वातावरण, साथी सङ्गत, यी सबै कुराहरूले विद्यार्थीको सिकाइमा अवश्य पनि प्रभाव पार्छ। सर्वप्रथम मैले यो कुराहरूमा असल प्यारेन्टिङ, असल अभिभावकत्वको भूमिका हुनुपर्छ भन्ने मैले बेला बेलामा उठाउने गरेको। आमा बुवा हुनु र अभिभावक हुनु भनेको फरक कुरा हो। आमा बुवा हुनुभन्दा अभिभावक हुन धेरै कठिन छ। अभिभावक हुनको लागि आफू पनि त्यही उमेर समूह, बच्चाको उमेर समूहमा ढल्न, सिक्न, पढ्न पर्छ, बच्चालाई पढ्नुपर्छ भन्ने मलाई लाग्छ। कति राम्रो कुरा गर्नुभयो हजुरले। यो एउटा बच्चालाई राम्रो बनाउन चाहिएको छ भने एउटा परिवारको स्ट्रक्चरै चेन्ज गर्नुपर्छ भन्छु के म। पक्कै पनि हजुर। पक्कै पनि पर्छ। एउटा बुवा आमाले आफूले आफ्नो विगतको, आफूले भोगेको, आफूले पाएको दुःख अथवा आफूले सङ्घर्ष गरेको दुःखलाई बच्चालाई त्यही कुराको कथा सुनाएर यस्तै हुनुपर्छ भन्ने कुरा नै रङ हो भन्ने लाग्छ मलाई। यसो भन्दै गर्दाखेरि हाम्रो त समाजको चलनै छ नि त, सासु आमाले भन्नुहुन्छ भोलि पर्सि बुहारी बिहे गरेर आएपछि मैले पाएँ जस्तो दुःख त म मेरो बुहारीलाई दिँदै दिन्न भन्नुहुन्छ। तर उहाँले जानी अनजानेमै उहाँको व्यवहार अटोमेटिकल्ली त्यस्तै त्यस्तै भइदिँदै जान्छ। हामीले त अझै यति धेरै दुःख पाएका थियौँ, तिमीहरूले त कहाँ पाएका छौ र भन्ने हुँदा चाहिँ अनि अहिलेको जेनेरेसन र त्यो जेनेरेसनको ग्याप देखिन्छ क्या। ठ्याक्कै त्यही कुरा यो शिक्षामा पनि लागु हुन्छ। हामीले अभिभावकले अब केही हदसम्म शिक्षकहरूले पनि यो कुरालाई अवलम्बन गर्नुपर्ने, आफूलाई त्योमा अभ्यस्त बनाउनु पर्ने आवश्यकता छ। अभिभावकले पनि बुवा आमा हुने बित्तिकै म म्याच्योर्ड भइसकेँ, म धेरै जान्ने सुन्ने भएँ भन्ने बुझाइ नै गलत हो। हामीले बच्चाबाट पनि धेरै कुरा सिक्न सक्छौँ, किनभने बच्चाले पनि अहिलेको सूचना प्रविधिको समयमा बच्चाले धेरै कुरा सिकेका, बुझेका, जानेका हुन्छन् भने हामी ती विद्यार्थीलाई, ती हाम्रा बाबु नानीहरूलाई बुझ्ने कोसिस गऱ्यौँ र त्यो बच्चाको उमेर समूहमा हुँदा मैले कसरी सङ्घर्ष गरेका थिएँ भन्ने कथा भन्नुभन्दा अहिलेको बच्चा कसरी हुर्किराखेको छ, त्यसलाई मैले के इनपुट दिएँ भने त्यो अझै राम्रो हुन्छ भनेर हामीले त्यसमा अध्ययनशील भयौँ भने बच्चा राम्रो बन्छ भन्ने लाग्छ। एउटा बच्चा राम्रो बनाउन त हामीले यो गरेको कुराकानीबाट त मैले के महसुस गरेँ भन्दा सबैभन्दा ठुलो हात त बुवा आमाको हुँदो रहेछ नि, होइन सर? पक्कै पनि एउटा घरमा जस्तै हाम्रै एउटा आवासीय विद्यालयको रूपमा मैले कुरा गर्ने हो भने विद्यार्थी हामीसँग हुन्छन्,